कुनै पनि बेंगलोरमा बस्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू आफै आफ्नो इज्जत र बाबुआमाको इज्जत सबैको इज्जत सम्हालेर बस्नु होला भन्न चाहन्छु। यस्ता नारीहरूले गर्दा हाम्रो दैनिक जीवनमा धेरै नकारात्मक कुराहरू फैलिएका छन्। त्यसैले साथीहरू, पैसा भनेको ठुलो कुरा होइन, आफ्नो इज्जत राख्नु होला र घर परिवारको इज्जत राखिदिनु होला भन्न चाहन्छु। यस्तै आइमाईलाई के भन्न चाहनुहुन्छ तपाईहरू हेर्नुस् त, मैले तपाईहरूको किन छुपाइरहेछ फेरि त्यो भालुले त्यो छुपाउनु भने खोलेर फ्याँक्दैन के छ तेरो त्यो छुपाएर के रे तेरो के पहिला इज्जत भएन, अहिले त के तोड्न इज्जत भएर छुपाउँछ फेरि सिरक ओढेर छुपाइरहेछ। हेर त त्यसको इज्जत त्यति बेला भएन, त्यसको बाउको इज्जत, त्यसको दाइभाइको इज्जत, त्यसको बुढाको इज्जत, त्यसको कसको इज्जत त्यसले पहिला देखेन, अहिले किन छोप्नु भयो? देखाएर यार जनता सबै हेर्न चाहन्छ 3 करोड नेपाली। त्यसैले सबै दिदीबहिनीहरू जति पनि हुनुहुन्छ बेंगलोरमा, मेरो सम्पूर्ण दिदीबहिनीहरूलाई, इष्टमित्र दाजुभाउजूहरूलाई सबैलाई मैले यही भन्न चाहन्छु, पैसाको पछि नपर्नु होला, आफ्नो इज्जत राख्नु होला, आफ्नो फ्यामिलीको इज्जत राखिदिनु होला। त्यहीमै नै खुसी छौँ हामी भन्न चाहन्छु। साथीहरू, कुनै पनि दाजुभाइ पैसाको पछि पढेर आफ्नो बुढी के छ कसो छ अवस्था त्यति हेर्नु होला, तपाईँ सामुमा पनि आउन बेर लाग्दैन। त्यसैले आफ्नो बुढी कहाँ छ के गरिरहेछ त्यो आफ्नो ख्याल आफै राख्नु होला। मेरो बुढीले त पैसा कमाउँछ, मेरो बुढीले त अर्को गर्छ भनेर तपाईँ वास्स नपर्नु होला, मेरो बिन्ती छ। यति हो मेरो कुरा। यदि तपाईहरू मेरो बुढीले पैसा कमाउँछ भनेर जताभावी हुन दिनुभयो भने तपाईको हालत पनि भोलि बिहान यही हुनेछ र साथीहरू, तपाईँ पनि भोलि बिहान तपाईको पनि नाक काटिनेछ र सबै आफ्नो इज्जत जानेछ। और उसको इज्जतको त कुरै छोड्नुस्, आफ्नो घर परिवारको इज्जत जानेछ। त्यति विचार गर्नु होला। र यस्ता भालु रण्डी आफ्नो इज्जत त राखिनन् र आफ्नो परिवारको, बुढाको, आफ्नो घर परिवारको, आमा बुवा दाजुभाइको इज्जत नराख्ने रण्डी नारीहरूलाई तपाईहरू के भन्न चाहनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला। धन्यवाद।